के नै हुन्छ भनेर त्यत्रो चाहिँ नि खर्च गरेर एम्बेसीमा लाइन बसेर जापान आयो। आखिर रन्डीको छोरो जापानै रहेछ। केही गर्न नसकिकन फर्किनु पर्ने कन्डिसन आउन आँटिसक्यो र यत्रो भाग खान हुन जापान आएको, भेटेको लात्ती खायो, बस्यो, पैसा सही छ, अलिअलि कमाइ हुन्छ, तिर्दैमा ठिक्क कसरी चाहिँ जीवन गुर्जा गरेर चाहिँ नेपाल फर्किने हो भन्ने विषयमै गाह्रो छ। यसमा चाहिँ हाम्रो शेरबहादुर देवाजीको भनाइ के छ यो पनि हामी सुन्न चाहन्छौँ। これもバブラミヒョウタイにタラパンナテクニでしょう。とっても綺麗ですね。ですから私も時々日本へ行きます。日本行きますから日本人の女の人のちょっとプティ見せてください。ですからジャパンとってもすごいですね。यसपछि चाहिँ हाम्रा आदरणीय नेता केपी शर्मा ओलीज्यूले पनि जापानको भनाइबारे केही राख्दै हुनुहुन्छ। हामी उहाँको पनि भनाइ सुन्छौँ। वैले यो जापान स्यापार बनेर दुधे दौडे किन लौडिराखेको छन् बा चिक्रीहरू काम छैन। आफ्नै देशमा बस्नु नेकपा एमालेको कार्यकर्ता उनी चिक्री बढ्थे, उनी अलिअलि पैसा कमाउनु चिक्री गर्थ्यो बस्नु छैन। लाडो खान जापान बनेर हिँड्छन् बोजीहरू। होइन यही गरेछ कि यही हुन्छ नि। प्रचण्डको छोरोले चाहिँ बगुर पालन गरेर त्यत्रो पैसा कमाइरहेको छ के चिक्री तिमीहरूले चाहिँ गर्न सक्दैनौ यति बा चिक्री। यसै गरी चाहिँ आदरणीय हाम्रा अर्का नेताज्यू भद्र भलाद्मी नेताज्यू रामचन्द्र पौडेलज्यूले पनि केही कुरा व्यक्त गर्न खोज्दै हुनुहुन्छ जापानको विषयमा। हामी उहाँको पनि कुरा सुन्न चाहन्छौँ यति बेला। होइन केपी शर्माजी बोल्दै हुनुहुन्छ बिचमा, उहाँलाई हामी स्टप गर्न चाहन्छौँ। रामचन्द्र पौडेलजीको पालो हो अहिले खासमा। अब वास्तवमा यो जापान भनेर के गर्नु, मैले पनि छोरो पहिले के किन हुन्छ न जापान पठाएको। मुजी महाचिक्रीले केही पनि गर्न सकेन। हो चाहिनेहरू यो हुने र चाहिने कुरो केही पनि होइन। महाचिक्नीहरू सबै चिक्नी हावा मात्रै हुन्। पढ्न जाने भनेका छन्, चिक्नी खाडीमा काम गरेका छन्, बसेका छन्। चिक्नी ओर्नानो हितोले ओर्नानो ओतोकोनो हितोलाई सिकेका छन्, चा खानेका छन्। यस्ता महाचिक्नी स्थितिले कहिले नेपाल बन्छ। महाचिक्नीहरू यस्तो मुजीहरूले गर्दा हाम्रो देश बिग्रिया छ। महाचिक्नीहरू उता गएर महाचिक्नी गोमीको काम गर्न हुने, फोहोरको काम गर्न हुने, भारी बोक्न हुने। महाचिक्नी हाम्रो नेपालमा चाहिँ गर्न केही नहुने। महाचिक्नी यस्तो भएपछि मुजी नेपाल कहिले बन्छ। मुजी भाग महाचिक्नी सेरे मुजी यस्तो मुजी कुरो नसुन मुजी।